न्यू ब्लगमा स्वागत छ। हामी चाहिँ आज घुम्न जाँदैछौँ नाइट वल्कमा हैन भनेको अहिले चाहिँ के अरे राति हुँदैछ अनि पानी पनि पर्न लागेको जस्तो लागिरहेको। अनि हामी चाहिँ आज घुम्न जाँदैछौँ यतै बिचवनतिर। न्यू हाम्रो फेरि आज यो जोइन गरे न्यू हजुर पनि जोइन गराएला भगेन भनिदिनुहोस् त। गरिदिनु होला गाइस। फेरि हामी जोइन गर्छ लाइक सब्स्क्राइब। अनि हामी यताबाट जाँदैछौँ। अनि यो यताबाट चाहिँ हामी आइलीगम जान लागिरहेको छु। त्यही नाइट वक सबैजना आइदिनु हौ। ल हिँड्नुहोस्। फेरि यो न्यू ब्लग आएछ हाम्रो। अनि हाम्रो भिडियो कस्तो लाग्छ तपाईँहरूलाई भनिदिनुहोस् होला। सब्सक्राइब गरिदिनुहोस् होला। कमेन्ट पनि गरिदिनु होला राम्रो राम्रो। हामी सबजना हो एडिटर भन्ने हामी छ होइन सबजना हो। सबजना नि भनौँ न हाम्रो। ल हामी अब सबको नाम भन्दैछु। यो चाहिँ यो बिट्विन होइन। अनि यो राख्नु है। ल यो चाहिँ यो को भनिदिनुहोस् हजुरको नाम। रिक के हो भनिदिनुहोस् न। लामा। अनि हजुर भन्नुहोस् सम्यङ। अनि हजुर गणेश पाण्डे चिपी। ओके। अनि हजुरको नाम के हो भन्नुहोस् त। मेरो नाम हो हेलो गाइस। मेरो नाम हो पुरब के हो र गलान हो। अनि हजुर मेरो नाम हो नेङ लोप्चन। अनि म हो अङ्कित लोप्चन। अनि सबजना हामी चाहिँ जाँदैछु। यताको भ्यू हेर्नुहोस् यति राम्रो हो। यो चाहिँ बिट्विन हेर्नुहोस्। यो त्यस्तो राम्रो घर छ यतातिर चाहिँ होइन। अनि बिट्विनतिर ल समाज तिमी अब ल हिँड। हेलो गाइस हैन यहाँ दुईजना चाहिँ सबजना जाँदैछु। अनि त्यताबाट गएर हाम्रो टोल पनि देखाउँछु। यो चाहिँ यो के अरे पाइटोल टोल हो। अनि त्यसो घुम्न पनि आएको हैन गाइस। यति हावा खानलाई गर्मी धेरै बढेको छ। चाहिँ कसो गरी यो भिडियोमा 100K लाइक गरिदिनु होला। 100K पुग्नु पर्यो है गाइस प्लिज। सब्स्क्राइब। अनि 1 मिलियन सब्स्क्राइबर पछि गर्दै होला नि। अहिले त अहिलेसम्म चाहिँ 50 भनी सब्स्क्राइब गरिदिनुहोस् ल। अहिले 1000 सम्म पुगाइदिन पुगिहाल्छ नि। यो चाहिँ केसको बडी यो त बदम त्यस्तो हुन्छ यो हैन। सब सुके छैन गाइस। यो चाहिँ भित्रको चाहिँ आइल निगम। यताको बिट्विन सकेर यताको आइल निगम नेपाल आइल निगम अमलेशगञ्ज। यो चाहिँ अमलेशगञ्ज है गाइस। हामी चाहिँ दुईजना हामी चाहिँ दाजुभाइ चाहिँ होइन गाइस। हामी चाहिँ साथी हाम्रो घर नजिकै छ अल्लो पल्लो घर हो। अनि यो पनि हाम्रो नयाँ भाइ हो तर नयाँ चाहिँ नभनौँ। सुरुमा चाहिँ सुरुको भिडियो चाहिँ कस्तो थियो सुरुको भिडियोमा चाहिँ एन्ट्री गरेको हो। यो एउटा त्यो पुरब घलान अनि यो रिक लामा अनि त्यो नेवाङ लोप्चन। ल को देखाइदिनु यो रिक देखाएन रिक हो को भनिदिनुहोस् त ल। हजुर थियो कि थिएन भने फर्स्ट ब्लगमा ऊ थियो। अनि हजुर थियो कि थिएन भने फर्स्ट ब्लगमा। अनि अर्को चाहिँ उता डौडी चाहिँ आइरह त्यो चाहिँ आफ्नो साथी घर गइरहेको थियो। अनि हामी जाँदैछु होइन। अनि आज यो सम्यङ हाम्रो न्यू भनौँ न न्यू के अरे न्यू फ्रेन्ड होइन के भन्छ नि न्यू ब्रदरै भनौँ न। ऊ पनि हाम्रो न्यू ब्रदर चाहिँ नभनौँ। ऊ हामीसित ऊ हाम्रो भाइ हो उसको भाइ हो कि भनिदिनु त। यसको नाम सम्यङ लामा यसको नाम रिक लामा भयो नि त। रिकेश्वर उसको रिकेश्वर। अनि यो चाहिँ यहाँनिर यस्तो बिट्विन आइलीगम भनिदिनुहोस् त के हो। नेपाल आइलीगम अमलेशगञ्ज उतै नेपालको झन्डा हेर्नुहोस् है। जय हिन्द होइन कि जय नेपाल के हो भनिदिनुहोस्। मधु बोर्डिङ हो नि यो। अनि यहाँ चाहिँ एउटा पोस्टर छ यहाँ के अरे स्कुलको उयो एडमिसन फ्री। उयो के अरे लोटसको तपाईँहरू पढ्न चाहनुहुन्छ नि यहाँ पढ्नुहोस् होला। सिमरामा छ लोटस। ल हिँड्नुहोस् ल।
गाइस गाइस अनि हामी जाँदैछु अनि भित्र जान चाहिँ मिल्दैन त्यही भएर बाहिरबाट अलिअलि अलिकति देखाइदिन्छु ऊ यहाँ पाल छ यहाँ चाहिँ अलिकति म देख्छ उताबाट पनि देखाइन्छ है ल हिँड यो चाहिँ यहाँ चाहिँ धेरै राति परिसक्यो त्यतातिर कालो बादल भयो यहाँ चाहिँ त्यस्तो छैन अनि हावा पनि धेरै आइरह त्यसमा यो बत्ती पनि बल्दैछ गाइस टावर अब हजुरसँग निस् होला हजुर फर्स्ट भिडियोमा थियो कि थिएन भनिदिनुहोस् त थियो अनि म फर्स्ट भिडियोमा चाहिँ कसले भिडियो बनाएको थिएँ मैले भिडियो बनाइदिएको थियो मलाई चाहिँ त्यति बेला आउनु मन थिएन होइन अनि त्यही भएर मलाई आउनु मन थिएन अनि त म थर्ड भिडियोमा सर्ट्समा थियो सर्ट्समा हेर्नुहोस् होला है अनि हामी यत्रो बच्चा भयो नि अलिअलि त कोसिस गरेर हिँड्नुहोस् ऊ यहाँ चाहिँ हेर्नु लाइट छ ऊ हेर्नुहोस् कति राम्रो सेम यहाँ चाहिँ डान्स देखिरहेन यो देखिरहेन म एउटा सुपर हिरो यो यतातिर यो सब गाइस तपाईहरुले साथ सपोर्ट गर्यो भने पो हामी आइफोन लिन सक्छौँ अनि आइफोनबाट पो अलि राम्रो क्यामेरा हाम्रो आउँछ अहिले त ओप्पोबाट पो गरेर हो अब अलि धेरै सपोर्ट गर्यो भने हामी अलि आइफोन नभए अलि राम्रो आइफोन जति चाहिँ होइन औकात छैन कि त्यस्तो चाहिँ होइन आइफोन त होइन यहाँ कति लाइट हेर्यो लाइट धेरै आएछ यिनीहरू उतातिर छैन किन हेरेर त्यसरी अनि यहाँ बिटुइन पनि देख्छ आइलिगमी यो चाहिँ आइलिगम नेपाल आइलिगम यतापट्टि पनि छ धेरै ठुलो छ अनि गाइजहरू यो चाहिँ उयसको बेलको बोट अनि यो यहाँ आलिगमभरिको त्यो ठाउँ छैन पुरा ठाउँ जोड्यो भने यो चाहिँ हाम्रो 35-36 बिघा पर्छ गाइस होइन यो चाहिँ बेलको बोट हो मैले भनिसक्यो भाइ अनि यो यतातिर हाम्रो यो सुन्दरवाला सिरियल चलिरहेछ तपाईँहरूलाई त्यहाँ टिभी चलिरहेको त्यो घरमा टिभी चलिरहेको थियो तर राम्रो देखिरहेको अनि तल जाने कि माथि हामी हिँड्न होइन त रोडसम्म आइसक्यो यति टाढो आइसक्यो अब हाम्रो भ्लग चाहिँ यही नाइट भ्लग चाहिँ यही खरस नाइट भ्लग चाहिँ यही हाम्रो घरसम्म मेरो अघि हामी जहाँ स्टार्ट गरेको थियौँ त्यहीसम्म त्यहीसम्म अब हामी चाहिँ मेरो घरबाट कति देखाउँदैन गाइजहरू अब अर्को भिडियोमा चाहिँ अनि अर्को घरबाट देखाउँछ है ल ओके हो ल म मेरो घरबाट देखायो भने मान्छेहरूले नि यसो भन्छ कि हाम्रो यो चाहिँ मेन रोड आइसक्यो मेन रोड त्यसो नजिस्काइदिनु है फेरि गाइस अनि यहाँ चाहिँ यो विशाल नास्ता पसल यहाँ कोकहरू कोक एड गरिदिन्छ कि मोमोमा जस्तो एड भनेको तपाईँलाई थाहा नै होला एड भनेको उयो मोमो किन्यो भने फ्री कोक होइन अनि यो चाहिँ के हो प्रभु ब्याङ्क यहाँ राम्रोसित देखेको छैन आउनु त जाउँ यो प्रभु ब्याङ्क राम्रोसित देखेको छैन लाइट मात्रै देखेको छ प्रभु ब्याङ्क नेपाल राष्ट्रिय ब्याङ्कको पत्र प्राप्त अम्लेसकन एक्सटेसन काउन्टर यो जामिन अब कि तल जाने उता जाने जाउँ तल जाने अनि उयो यही अहिले जाने के धेरै तल नजाने अनि जाँदैछु अनि मोतिहारी अमलेशगञ्ज पाइपलाइनको बिल्डिङ हो बिल्डिङभित्र चाहिँ काम भइरहेको छ सधैँ चाहिँ हो आउनुहोस् पुरा भाइ यहाँबाट जेठो को हो भनिदिनु ल भन्नुहोस् है ल जेठो को हो भनिदिनु है यहाँबाट जेठो भनेको उयो हाम्रो शम्भुजी मेरो सर्ट नेम गाइस मेरो सर्ट नेम चाहिँ शम्भु हो है नभए रियल नेम चाहिँ गणेश हो है मलाई गणेश भेट्नु बोलाउँदा हुन्छ सुनावन अनि यो चाहिँ आइडी गाउँमा हामी आइसकेको छौँ यो आइडी गाउँको चौतारा तपाईँहरू देखेको त होला है हिँड्नुहोस् होला यहाँ चिन्ने मान्छे भयो नि हामी ब्लग गर्न अन्त चिकन नाइट वक गाइस अब मेन गेटमा पुग्न थालेका छौँ हामी यहाँ मेन गेटमा पुग्न थालेका छौँ मेन गेट पुरै देखाउनु होला है यो चाहिँ मेन रोडै भनौँ न अनि आइलिगम नेपाल ओइल
यतैबाट फर्किँदैछौँ यहाँभन्दा अगाडि जङ्गली जङ्गल छ हाई भने ल हेलो सर सर हाई अनि उसले पनि भयो हाई भन्यो अनि माथि माथि यस्तो के पेट्रोल प्राइस यो फेरि अर्को भयो अब हामी चाहिँ घर फर्किने क्रममा हामी चाहिँ त्यो अघि बाटो गएको थियो नि हो त्यो बाटो जानै त्यो बाटोबाट जाँदैन हामी अब अर्को बाटो पनि छ अनि हामी यता पुग्दैछौँ कस्तो डेन्जर लाइट आएको हेर्नु गाइस जान्छ नि हामी त राम्रोसित उयो नेपालको झन्डा जय नेपाल एउटा बत्ती बिग्रा भएर मात्रै यस्तो अँध्यारो भएको यही एउटा बत्ती बिग्रेको छ नि हामी कस्तो डेन्जर आउँथ्यो हेर्नुहोस् यहाँ यति किनभने अनि हामी यसरी यो नेपालको झन्डा हेर्नुहोस् माथि ठुलो सबैले जय नेपाल भनेर कमेन्ट गरिदिनु त जय नेपाल भनेर कमेन्ट गरिदिनु है सबले जय नेपाल हामी चाहिँ नेपालबाट हो यो चाहिँ कुन ठाउँ भने नि अघि मैले भनेको थिएँ तर अहिले पनि भन्छु यो चाहिँ अमरेशगञ्ज अनि अमरेशगञ्ज कति 12 होइन जिल्ला 12 जिल्ला 12 त्यतिखेर कति लाइट आइरहेको यहाँ कति लाइट आइरहेको मान्छेहरू पनि हिँडिरहेको नाइट ब्लग अनि गाइजहरू हामी चाहिँ अब यो रोडबाट जाँदैछु रोड त होइन रोडको छेउछेउबाट जाँदैछु रोड गाडीले हान्यो भने कसको नाम त्यस्तो हाम्रै धेरै नाम आउँछ ठुल्ठुलोको नाम हेर्नुहोस् यहाँ कालो देखिरह गाडी कति हो यहाँबाट आउनुहोस् उयो अनि नो स्मोकिङ अनि यो चाहिँ रोड सम्यङ भन्यो भने त के गाइस आऊ यता आऊ म यहाँ भनिदेऊ र के भन्न चाहनुहुन्छ गाइस भनेर भनिदेऊ यो चाहिँ अँध्यारो छ उयो लाइट बाल्नु भनेको धेरै चार्ज छैन त्यसैले घरसम्म पुऱ्याउँछु ल भनिदिनुहोस् त के भन्न चाहनुहुन्छ सम्यङ के भनिदिने आऊ यता पहिला यहाँसम्म आऊ ए यहाँ पनि छ एडमिसन सम्यङ भनिदेऊ त के भन्न चाहन्थ्यो के भनिदेऊ त अनि यो चाहिँ ट्र्याक्टर कस्तो राम्रो हावा आइरहेको अनि यो कार्की होटेल कार्की होटेल छ यो चाहिँ यो अमरेशगञ्जको यस्तो यो छ नि चौताराको यता ठ्याक्कै छ केमा पनि पाउँछ अनि गाइजहरू यहाँ चाहिँ यहाँ आइसक्यो अब हाम्रो घर पुग्नु आइसक्यो सर यो चौतारा यहाँ कति कराइरह्यो चराहरू उसको घर चाहिँ त्यति हो कति कस्तो यहाँ हावा हुन्छ र यहाँ ल हिँड्नुहोस् हेर देखिरहनु किनभने यहाँ लो ब्राती छ मेरो अलिक धेरै भयो भने हामी सब देखाउँछु यहाँ आइसक्यो यहाँ हाम्रो टोलको नाम पनि भन्छ है अहिले त्यहाँदेखि दिदी ल है सबको हामीलाई त थाहा होला नि त टोलको नाम ल हिँड्नुहोस् यो चाहिँ मासु पसल किन्न आउनुहोस् होला मासु गजल बिजुली पनि चम्किरह अब यो चाहिँ हाम्रो टोल यही आत्मा ग्याङ टोल हामी देखाउँछ यो आत्मा ग्याङ टोल है यो आत्मा ग्याङ टोल है यो अनि चाहिँ क्युटी बहिनी हो क्युट भाइ भ्लग बनाऊ सम्यङ ल आफ्नो घर जाने अब बाई किने अनि चाहिँ गेम सेन्टर है गाइजहरू गेम सेन्टर आउने तपाईँ यहीँबाट माथिबाट गेम सेन्टर GTA 5 फुटबल प्लस PS4 ल अब घर जानु पर्यो कति मिनट भयो नि 15 मिनट
अनि गाइजहरू हाम्रो भाइहरू सबजनाको इसी घर अनि दुईजना मात्रै हो। उसको घर उता उसको त्यहाँ देख्दै टाढा हो उता टाढा तर हाम्रो घरमा नजिकै हो है ल हजुर पनि बाई बाई गाइज म नि अब जान्छु अनि म सब भन्छु यो हामी कहाँ गयौँ यो चाहिँ यो यहाँनिर अँध्यारो छ धेरै अँध्यारो छ यहाँ के पनि हुन्न गाइजहरू म हिँड्दैछु अनि यहाँ चाहिँ यो हामी एउटा काकी घर आयो काकी घरमा है अनि यो त्यो पनि अन्धकारै छ अनि यो मेरो घर यो उसको घर अघिको ऊ त्यहाँ